ब्ल्याक चार्टमा मार्क्स र स्टुडेन्टको डाटाहरू दिएको छ। मार्क्सलाई एक्स ले रिप्रेजेन्ट गरेको छ भने स्टुडेन्टलाई एफ ले, एफ फर फ्रिक्वेन्सी, एक्स फर क्लास। त 0 देखि 10 मार्क्स आउने नम्बर अफ स्टुडेन्ट चाहिँ 5 जना, 10 देखि 20 मार्क्स आउने चाहिँ 8 जना, 20 देखि 30 आउने 12 जना र 30 देखि 40 आउने 10 र 40 देखि 50 मार्क्स ल्याउने 5 जना। त्यसको मिन निकाल्नु भनेको छ। मिन मतलब एभरेज। यो निकाल्नुको लागि चाहिँ हामीले दुईटा कलम बनाउनु पर्छ। फर्स्ट कलममा चाहिँ यहाँ जुन चाहिँ बनाइन्छ त्यो कलममा चाहिँ 0 र 10 को मिड पोइन्ट 0 र 10 को बीचको नम्बर हुन्छ 5। त्यसलाई x1 ले रिप्रेजेन्ट गर्छ। x छ भने यहाँ x1 मार्क्स। अन्त 10 देखि 20 को बीचको चाहिँ 15। त्यसैले 20 to 30 25, 30 to 40 35, 40 to 50 45। अब लास्ट कलम चाहिँ एफ र एक्स फ्रिक्वेन्सी र x1 को चाहिँ मल्टिप्लाई गरेर लेख्नुपर्छ। जसरी 5 into 5 25, 15 into 8 120, 25 into 12 300, 10 into 35 350 र 45 into 5 चाहिँ हुन्छ 225। अब यो फ्रिक्वेन्सीहरुलाई जोड्नुपर्छ। जोड्नलाई भन्छ सम। समको साइन यस्तो हुन्छ। सम अफ फ्रिक्वेन्सी एफ चाहिँ कति हुन्छ भन्दाखेरि 5 8 13 2 15 5 20 0 8 2 3 4 40 भयो। सम अफ एफ चाहिँ 40 भयो। त अहिले जुन चाहिँ मल्टिप्लाई गरेको एफएक्स त्यसलाई पनि जोड्नुपर्छ। त्यसलाई भन्छ सम अफ fx1। त यो जोड्दा 5 5 10 0 हातमा 1 1 2 3 2 5 5 10 2 12 1 2 3 3 6 3 9 1 10 1020 भयो। अब मिन निकाल्दाखेरि मिन निकाल्ने एउटा फर्मुला हुन्छ। त फर्मुला हो सम अफ fx1 by sum of f। सम अफ fx1 चाहिँ छ 1020 निक्लिएको छ भने सम अफ f चाहिँ भयो 40 र 0 0 काट्यो। अन्त 4 ले 102 लाई भाग गर्दाखेरि 4 2 जा 8 त यहाँ बाँच्यो 2 22 भयो। 4 5 जा 20 बाँच्यो 2 डेसिमल दियो भने 0 20 हुन्छ। 4 5 जा 20 अर्थात एन्सर हुन्छ 25.5। यो चाहिँ हो